हाई एभ्रिवान, आज म तपाईँलाई भेन्डीको एउटा स्न्याक्स जस्तो बनाएर देखाएको छु। यहाँ मैले यो राइस फ्लोर लिएको छु, बेसन, कर्नफ्लोर तीनटा हालेको छु यसमा। त्यसपछि यसमा तपाईँहरूले मसला हालिदिनुहोस्। मसला निम्बु हाल्नुपर्छ, खास चाहिँ अम्चुर पाउडर हाल्नुपर्छ, तर निम्बु पनि हाल्दा हुन्छ। त्यसपछि तपाईँले चिल्ली पाउडर हाल्नुहोस्, हल्दी हाल्नुहोस्, अनि धनिया पाउडर हाल्नुहोस्। त्यसपछि नमक हाल्नुहोस् यसमा। त्यसपछि यसलाई यो गरम मसला हालिदिनुहोस्। गरम मसला हालिसकेपछि यसलाई मुछ्नुहोस्, मिक्स गरिदिनुहोस् सबैलाई। त्यसपछि त्यो काटेको भेन्डी हालिदिनुहोस्। यसलाई हाल्नुहोस्। पहिला चाहिँ यसलाई यतिकै मिक्स गर्नुहोस्। बादमा चाहिँ तपाईँहरूले हल्का पानी हालेर छर्किनुहोस्। छर्किँदै फेरि मुछ्नुहोस्, क्या मिक्स गर्नुहोस्। यस्तो भएपछि तपाईँले यो उयो हाल्नु चाहिँ बिर्सेछु मैले, यो बुनेको फ्राई गरेको यो जिरा हो। यस्तो भइसक्यो। यसपछि बदाम लिनुहोस्, तपाईँले पिनट लिएर फ्राई गर्नुहोस्। त्यहाँदेखि फेरि लसुन फ्राई गर्नुहोस्, यत्तिको फ्राई गर्नुहोस्। त्यसपछि हालिसकेपछि त्यहाँदेखि फेरि अघि मिक्स गरेको भेन्डीलाई फ्राई गर्नुहोस्। त्यसपछि यो भइसकेपछि, फ्राई भइसकेपछि चाहिँ नमक, गरम मसला, चिल्ली पाउडर फेरि यसमा मिक्स गर्नुहोस्, अघि फ्राई गरेकोमा। त्यसपछि यो भइसकेपछि यसलाई दुईटालाई मिक्स गरिदिनुहोस्। हेर्नुहोस् लुक्स कस्तो छ, एकदम टेस्टी हुन्छ साथीभाइहरू। ल एउटा टेस्ट गर्नुहोस्। मैले टेस्ट गरिसकेँ। लाइक कमेन्ट गरिदिनुहोस् है प्लिज।